हेलो, आज हामी हाचीकोकी स्ट्याच्यु हेर्न जाँदैछौँ दिदी र म भएर। यो चाहिँ शिबुयामा छ। हेलो सिरु। हेलो आजकल के हाचीको चाहिँ एउटा रियल स्टोरी हो। हजुरहरूले धेरैजनाले मुभी पनि हेर्नुभएको छ होला। हाचीको चाहिँ एउटा कुकुर हो अनि ऊ चाहिँ एउटा प्रोफेसरले पालेको हुन्छ। जहिले प्रोफेसर कलेज जाँदा चाहिँ हाचीको पनि स्टेसनसम्म छोड्न जान्छ अनि आउने बेलामा चाहिँ वेट गरेर बसिरहेको हुन्छ। एक दिन चाहिँ प्रोफेसरलाई चाहिँ हार्ट एट्याक हुन्छ अनि कहिले नफर्केपछि चाहिँ 9-10 वर्षसम्म चाहिँ हाचीकोले स्टेसनमा कुरेर बस्छ अनि त्यही कुर्दै बुढो हुन्छ। अनि फिल्म चाहिँ एकदम मन छुने कस्तो राम्रो छ। हेर्नुभएको छैन भने हजुरहरूले हेर्नु होला। यो चाहिँ साँच्चीको कहानी। यो फिल्म चाहिँ 9-10 वर्ष अगाडि हेरेको थिएँ अनि मलाई चाहिँ पहिल्यै नै थाहा थियो नि त अब यसमा अब कुकुर मर्छ भनेर। अनि सुरुदेखि हेर्दा चाहिँ मलाई त कस्तो नराम्रो लागेको थियो। आँसु आएको थियो सुरुदेखि लास्टसम्म। कति राम्रो छ मुभी पनि अनि स्टोरी नि साँच्चीको स्टोरी भएर। अनि पछि मैले सर्च गरेँ अनि उसको बारेमा स्ट्याच्यु पनि बनाएको रहेछ यहाँ जापानमा। शिबुया घुमेर फर्किसक्यौँ। त्यहाँ त कति भिड थियो। हाचीकोसँग फोटो खिचाउन पनि लाइन लागेर छिटो गर्नुपर्ने। आजको भिडियो यति नै। बाई बाई। थ्याङ्क यू फर वाचिङ।